अनि हामीले जानुपर्ने त्यहाँ लास्ट देखिरहेको छ नि त कालो डाँडा, त्यहाँ जानुपर्ने हो हामीले। अनि यहाँ चाहिँ खोइ के हो मलाई थाहा छैन त्यस्तो। अनि यहाँतिर चाहिँ यो ठुलो डाँडाहरू चाहिँ यो इन्डियाको, यो बिचमा चाहिँ महाकाली छ क्या। अहिले हामी चाहिँ वारीतिर छौँ, उतातिर पारी भन्छ। अबको यात्रा चाहिँ दार्चुला बजारदेखि हाम्रो गाउँसम्मको हुनेछ। अब हामी जाने हो घर। हेलो कोनिचिवा, गेन्की देशु का? हाई ओ नामाइ नान देशु का? ओ सुगोइ ने निहोंगो मो वकारु ने? जोजो ल हामी चाहिँ घरतिर हिँड्ने अब। यो दार्चुलाको बजार, यो इन्डिया नेपालको बोर्डर। यहाँबाट पारि चाहिँ इन्डिया जाने हो। हामी चाहिँ यो बाटो भएर जानुपर्ने। हामी चाहिँ अहिले उभिरहेको यो इन्डिया र नेपालको बोर्डरमा हो र उतातिर चाहिँ यो इन्डिया अनि बिचमा चाहिँ यो महाकाली पुगिरहेको छ। She moves like a map with no borders. र कति ठुलो डाँडाहरू छ। र हामी चाहिँ गाडीमा धेरै मान्छे भएर दुईजना चाहिँ अगाडिसम्म हिँड्यो भने यहाँ चाहिँ के अरे ट्राफिक पुलिस नभएर त्यस अर्को पुलिसवालाले पनि लाइसेन्सहरू चेक गर्दो रहेछ क्या। खासमा ट्राफिकलाई हो नि त त्यो अनुमति दिएको होइन, लाइसेन्स पनि खै त्यो। यो चट्टान हेर्नु त आम्मा कति जाऊ त स्पाइडरम्यानको जस्तो। अनि यो पहाड हेर न कति। हामीले जानुपर्ने सायद यहाँबाट त्यहाँबाट यता बाटो भएर जाने छ। खतरा पहाड छ यहाँ हेर त। यो कस्तो छ, कसरी काट्यो होला यार। यहाँ हेर्नु, यहाँ हेर यहाँतिरको मान्छेहरू नि जस्तो घाँस काट्न नि यस्तो यस्तो भिडमा आउँछ थाहा छ कि नै? कसरी काट्ने होला नि त। ल हामी चाहिँ छोटो बाटो निस्क्यो दुईजना। त्यहाँ गाडी चाहिँ त्यहाँ माथिबाट जाने हो अरे। हामी चाहिँ त्यहाँ माथिको रोडमा भेट्ने अनलाइनलाई। ल आज म तिमीलाई त्यहाँ यहाँको दार्चुलाको भाइरल पुलमा घुमाइदिन्छु। नडर हो फेरि भन्ने लास्टमा आफै डराउने कि। त्यो गाडीमा बस्ने ठाउँै नभएर यहाँ कस्तो पछाडि दुखेर बाङ्गो हिँड्नु पऱ्यो। त्यो अगाडिको सिटमा 3जनाको ठाउँ हो। अब हामी त्यो पनि मोटोजना 3-4जना बसाएर 4जना यहाँ कस्तो बाङ्गो हिँड्नु पऱ्यो। यहाँ बाटो हेर्नु कस्तो ठाडो छ। यहाँबाट गएपछि त त्यहाँ तल पुग्ने। हामीले जानुपर्ने यो डाँडाको पछाडि त्यो टावर देखिरहेछ नि त। त्यो डाँडा छ नि, त्यो टावर माथिको, त्यो टावरको ठ्याक्क तल हो कि हामीले जाने। यहाँ हेर नि त्यो पुल कति ठुलो छ। दार्चुलाको भाइरल पुल भने यही हो। के अरे यो ठाउँ के हो तिमीलाई नि थाहा छैन, मैले पनि थाहा छैन। यो फारापोक्सी हो क्या हो यो ठाउँ र त्यो पल्लो ठाउँलाई जोड्ने पुलहरू के। तल हेर कत्रो भिड। बाटो चाहिँ यस्तो छ, चिप्ल्यो भने सेतो जुत्ताको त कालो भएर कस्तो खराब भइसक्यो। आन्टीकोमा पानी खाऊँ। पैसा पर्ने कि यहाँ हेर। हेर न कति तल छ, कति ठुलो। लामो पनि त्यति नै छ अनि हाइटी पनि छ। थाहा छ कि नै? बिस्तारै जाऊ तल नहेर है, फेरि रिङ्गटा लागेन। मलाई के सोचेको छ भन न। हो हेर त, हेर न यति हाइटीमा छ यो पुल। तल हेऱ्यो भने रिङ्गटा लाग्दैछ। बिस्तारै हिँड्न कि रोक के हुँदैन। मोबाइल भएर झर्ने होइन, मैले समातेको छु। यो गाडी चाहिँ आउने बाटो चाहिँ त्यहाँबाट यो बाटोबाट यहाँ आउने हो। हामी चाहिँ यहाँबाट माथि चढ्नु पर्ने क्या अलि। ल दार्चुलाको भाइरल पुलमा पनि हामी हिँडेर आफ्नो घरतिर जाँदैछौँ। देख्दै कितना टाइम लाग्ता है। तल हेऱ्यो भने चाहिँ डर लाग्दैछ क्या। पर्ख न, तिमीलाई डर लाग्दैछ? यहाँ हेर त एकछिन, डर लाग्यो? ऊ हेर सानो बाबु पनि डराउँदै छैन। फुच्चु डर लागेन?
पुन्टु हेर्दा सानो फुच्चेल पनि डराउँदै छैन। तर अस्ति चाहिँ एउटा केटी कुन के अरे पूर्वतिरबाट आएको थियो होइन यहाँ भिडियो बनाउनलाई। ऊ त्यो ढुङ्गामा चढेर भिडियो बनाउँदै थियो, डर लाग्ने। मलाई त हेरेरै डर लाग्दैछ त्यसलाई है। के भाइरल हुने त्यस्तो र यस्तो रिस्की काम चाहिँ गर्नु हुँदैन। र हामी चाहिँ अब लगभग पार गर्न लाग्यो पुल चाहिँ। अब यहाँबाट चाहिँ अलिक ठाडो बाटो छ, हिँड्न सक्ने हो कि नै? म त हिँड्न सक्ने हो। ल ठिक छ, मलाई बोक है पछि यता माथि गएपछि है। के म त सक्ने होइन बोक्न, म सक्ने होइन, तिमीले बोक्नु पर्ने मलाई। हामीले पार गरे। अब यो बाटो भएर त्यहाँ माथि रोडमा जानुपर्ने। ल ऊ त्यहाँ माथि पुग्नुपर्ने हामीलाई, त्यो माथिको घरमा। यो सिँढी हुँदै यहाँ हेर्दा तल कति धेरै तल। तिमीलाई डर लाग्दै छैन? डर नमाने जस्तो गर्दैछ, तर हात खुट्टा चाहिँ कमाउँदैछ। खाँदा हात थर हम चले फटाफट। माथि पुग्ने बेला चाहिँ सिकान आउँदैछ त, स्या हुँदैछ। थाक्दैन भन्दैछु त, कपडा पनि कति धेरै लाग्छ, अप्ठ्यारो भइरहेको जस्तो भइरहेछ है। यहाँनिर 50वटा सिँढी चढ्ने बित्तिकै थाकिहाल्यो यार खुट्टा। मान्छेहरू यति टाढामा कसरी हिँड्छन् हेर न। हात लाऊ, पानी ल्याए भइहाल्थ्यो है। के गर्नु मङ्गले आफ्नै ढङ्गले भन्ने गीत एउटा सुनेको थियो। स्या फेबे आयो। अहिले त यो गाडीको बाटो छ होइन, पहिला गाडीको बाटो नहुने बेला चाहिँ हामी यस्तै उकालो ओह्रालो हुँदै जान्थ्यो कि घर। अझ नेपालको बाटो गयो भने 3-4 घन्टा लाग्थ्यो। नेपाल थाक्यो, अब थोरै छ। त्यो माथिको घरनिर केही भएन तिमीलाई हिँडेर? हात यस्तो गरेर त हात कमाउँदैछन्, थर अनि गाडी आएको छैन हेर अझै। घाम डुब्न लाग्यो। यहाँतिर हेर न, यति धेरै दाउरा बनाइराखेका छन्। त्यो पछि के अरे हिउँदमा चाहिन्छ नि त, सो त्यही भएर चाहिँ अहिलेदेखि नै थन्काएर राखेका छन् त्यसरी। थाकेर खतम भएछ, शरीर दुखेर, अनि कपडाहरू पनि पुरै माटो भएर खतम भयो। अनि पेट दुख्दैछ, ग्यास्ट्रिक भयो क्या मलाई। In the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun.